हेलो गाइज, आज हामी फेरि हजुरहरूको सामु आएको छौँ। आज चाहिँ हजुरबुवाले कस्मिक एनर्जीलाई विद्युत शक्तिमा कसरी रूपान्तर गर्ने भन्ने कुरा भन्छिन्छ। आज ऊर्जाको खाँचो ज्यादै आवश्यक भइसकेको छ। किनभने जनसङ्ख्या वृद्धि पनि भइरहेछ, सबैलाई रोजगार पनि दिनु परेछ, सबैलाई पेट भर्ने उपाय पनि सोच्नु परेछ। त्यसकारणले ऊर्जा अनन्त स्रोत, ब्रह्माण्डमा ऊर्जाको अनन्त स्रोत के हो? यो स्पेस हो, ब्रह्माण्ड हो, कस्मिक इनर्जी मतलब ब्रह्माण्डीय ऊर्जा। ब्रह्माण्डीय ऊर्जालाई विद्युत शक्तिमा कसरी रूपान्तरण गर्न सकिएला त म धेरै वर्षदेखि यो सोचिरहेको छु। यसरी गर्नुपर्छ कि जस्तो लागेको छ। हामीले एउटा वालमा मतलब दिवालमा सानो बिन्दु, कालो बिन्दु बनाइदिउँ र त्यसमा 18 देखि 40 एजका योग सिद्धि प्राप्त गरेका योगीहरू, केटा र केटीलाई चाहिँ नि त्राटक गर्न लाएर सानो बिन्दुमा त्राटक गर्ने, हेरै गरेपछि त्यो कस्तो हुन्छ भने मेसर रे आज्ञा चक्रबाट छुट्छ, त्यो बिन्दुमा ठोकिन्छ र फर्केर दुवैजनाले, केटा र केटी दुइटैले त्यही एउटै बिन्दुमा हेऱ्यो भने यो मेसर रे छुटेपछि त्यो मेसर रे कस्तो भने मैले पहिले पनि व्याख्या गरिसकेको छु अघि। त्यसकारणले मेसर रे छुट्छ र त्यो के भन्ने त्यसलाई मेसर रेले चाहिँ साइकल पुरा हुन्छ र साइकल पुरा गर्न एनोड र क्याथोडलाई जोडे जस्तो दुइटैलाई विद्युत शक्ति यो दुइटैलाई एनोड र क्याथोडलाई नजोडिकन त साइकल पुरा हुँदैन। साइकल पुरा नभएपछि विद्युत शक्ति जेनेरेट हुँदैन। त्यहाँदेखि कस्मिक ऊर्जालाई कसरी एब्जर्भ गर्छन् शरीरले भनेपछि नाइटोमा मणिपुर चक्र हुन्छ। मणिपुर चक्र नाइटोबाट त्यो कस्मिक ऊर्जा एब्जर्भ गर्न थाल्छ शरीरले र खरबौँ मेगावाट बिजुली मान्छेबाटै जेनेरेट गर्न सकिन्छ होला। यतापट्टि किन नसोच्ने? एकचोटि सोच्दा मैले यो कुरो चाहिँ अनुमान गरेँ कि साइकल पुरा भएपछि त हुनुपर्ने हो। न म वैज्ञानिक हुँ, न कुनै धेरै पढाएको छु मैले, तर मैले धेरै सोच आखिर मान्छेले सब इगोमा जुन कुरो बारम्बार दोहोरिन्छ त्यो कुरो मेटरलाइज हुन्छ भन्छ मनोविज्ञानले। त्यसकारणले मैले यही सोचेको छु, कसरी गर्ने त? यसरी चाहिँ हामी दुइटैलाई भिजुलाइज गरिदिने, सेल्फ भिजुलाइजेसन, आत्मसम्मोहन भन्छु जसलाई। आत्मसम्मोहित भएपछि अनि दुइटै समाधिमा पुग्छन् र साइकल पुरा हुन थाल्छ। अनि यसरी चाहिँ ऊर्जा जेनेरेट हुनसक्छ कि भन्ने मेरो अनुमान हो। म वैज्ञानिकहरूलाई अनुरोध गर्छु त्यतापट्टि एकचोटि रिसर्च गर्नु, खोज्नु। योगको महत्त्व धेरै ठुलो छ। योगीहरूले पहिले नै सृष्टि सबै आविष्कारहरू गरिसकेका थिए। योगीहरूले जति पनि गरे त्यो रहस्य बनाइदिए योगलाई पनि सबै थोकमा। किनभने राजा महाराजाहरूले झुन्ड्याइदिन्थे भन्ने डरले तिनीहरूले वेद पुराण उपनिषदका मन्त्रहरूसँग यो जोडेर गरेको छ। धन्यवाद। आजलाई